बुझ्नुपर्ने यो बच्चा हुर्काइमा होस् या परिवारमा होस्, हाम्रो परिवारको केन्द्रमा प्रेम हुनु पर्यो, लभ। अनि त्यो लभ पनि फेरि अनकन्डिसनल हुनु पर्यो। तर हाम्रो परिवारमा कन्डिसनल छ लभ। तैँले राम्रो गरे मात्रै म तिमीलाई राम्रो गर्छु, तैँले खराब गरे म पनि खराब गर्छु। यो त अरूसँग गर्ने व्यवहार हो होइन? त ठिक भयो म ठिक हुन्छु। यो त व्यापार भयो, व्यापारमा के हुन्छ, तैँले 100 रुपियाँ दिए मैले 100 रुपियाँको माल दिन्छु। तर प्रेममा त तैँले केही नदिए पनि मैले माल दिन्छु, 100 रुपियाँको माल दिन्छु भन्ने कुरा हुनु पर्यो नि, राइट? अनकन्डिसनल लभ जसलाई भनिन्छ, त्यो हामीले परिवारमा ग्रुम गर्नुपर्ने कुरा त्यो। परिवारमा जस्तै छोराछोरीसँग झगडा हुन्छ आमा बाउको, अनि आमा बाबा त उसको लगानी पनि हुन्छ, उसको साइज पनि ठुलो हुन्छ, उसको बुझाइ पनि फेरि दादागिरी टाइपको हुन्छ। मेरै छोराछोरी त हो नि, मेरो कुरा नमानेर मेरै घरमा बसेको छ, मैले यिनीहरूको लागि के पो गरेन भन्ने त त्यो यावत कुराहरू छ उनीहरूको मस्तिष्कमा। त्यसकारण उनीहरूले छोराछोरीलाई डोमिनेट गर्नै खोज्छन् आमा बाबाले। अनि यसरी डोमिनेट